सम्पूर्ण दर्शकवृन्दलाई मेरो युट्युब च्यानलमा स्वागत छ। मृत्युसँग सम्बन्धित सपनाहरू देख्दै गर्दा तपाईलाई के फल प्राप्त हुन सक्छ यसको बारेको भिडियो रहनेछ। हुन त मृत्यु शब्द सुन्ने बित्तिकै हामी सबैको मन चिसो हुन्छ, तथापि सपनामा मृत्युसँग सम्बन्धित कुराहरू देख्दैमा डराउनु आत्तिनुपर्ने अवस्था भने रहँदैन, किनकि यो सङ्केत भनेको तपाईको जीवनमा सकारात्मकता आउँदैछ भन्ने सङ्केतका अर्थहरू पनि हुन्छन्। यदि सपनामा तपाईले आफूले आफूलाई मृत देख्नुभयो भने यो अत्यन्त शुभ सपना मानिन्छ। यसको अर्थ हुनेछ तपाईको जीवनमा आइपरेका दुःख, कष्ट, कठिनाइ, अप्ठ्याराहरूबाट तपाईले पार पाउँदै हुनुहुन्छ र निकट भविष्यमा नै तपाईको भाग्योदय हुँदैछ, भाग्य वृद्धि हुँदैछ भन्ने अर्थमा यो सपनाले सङ्केत गर्दछ। त्यसैगरी यदि सपनामा अर्थी देख्नुभयो भने यो पनि शुभ सपना मानिन्छ। यसले तपाईको दुःख, बिमारी, विशेष गरी स्वास्थ्य बिग्रिएको अवस्थामा, बिमारी भएको अवस्थामा बिमारबाट निको हुँदै हुनुहुन्छ भन्ने अर्थ दिन्छ। त्यसैगरी सपनामा आत्महत्या गरेको देख्नुभयो भने यो पनि शुभ सपना मानिन्छ। स्वास्थ्यको हिसाबले यो सपना उत्तम मानिन्छ। यसको अर्थ हुन्छ तपाईका दुःख, रोग, बिमारी तपाईहरूलाई छोड्दैछ। सपनामा तर्पण गरेको देख्दै गर्नुभयो भने अथवा पितृहरूलाई तर्पण गरेको देख्नुभयो भने यो पनि शुभ सपना मानिन्छ। यसको अर्थ हुन्छ तपाईका पितृहरू खुसी हुँदैछन् र तपाईका कुल वंशमा वंशवृद्धि हुँदैछ, नयाँ सदस्यहरू कोही आउँदै हुनुहुन्छ भन्ने सङ्केत गरिदिन्छ। त्यसैगरी सपनामा शोकमा परेको समूहलाई देख्नुभयो भने यो पनि शुभ सपना मानिन्छ। यसको अर्थ हुन्छ तपाईलाई जीवनमा आनन्द प्राप्ति हुँदैछ। सपनामा हत्या गरेको देख्नुभयो भने यो चाहिँ अलि कष्टकारी भइदिन सक्छ। यसको अर्थ हुन्छ तपाईको विरुद्धमा कसैले ठुलै षड्यन्त्र गर्दैछ भन्ने सङ्केतको रूपमा यस्तो सपना देखिन्छ। मृत्युसँग सम्बन्धित यो छोटो भिडियोको जानकारी दिँदै आजको भिडियोबाट बिदा माग्न चाहन्छु। सम्पूर्ण दर्शकवृन्द, यस्तै जानकारीहरू तपाईलाई आवश्यक छ भने कृपया च्यानललाई फलो गरिदिनु होला। धन्यवाद।